योभन्दा बेसी दुःख दिनु मिल्दैन हामी। त्यही भएको हिसाबले हामीले सही परिवार घाइते परिवारहरूलाई उहाँलाई शिक्षा चाहिन्छ भने त्यही अनुसारमा हाम्रो त्यहाँ शिक्षाको एकजना प्रतिनिधि हुनुहुन्छ त्यो विभागमा। उहाँलाई स्वास्थ्यमा समस्या छ भने त्यही अनुसारमा हुन्छ, आर्थिक पाटो छ भने त्यही अनुसारमा हुन्छ। सो एउटा ठाउँमा मात्र गयौँ भने उहाँलाई किन हरेक मन्त्रालय लिएर एकदम 15-20 जनाको ग्रुपहरू उहाँहरू ल्याइराख्नु पर्ने कारण के? दिस इज नट कल गुड गभर्नेन्स। वी निड टु सेट एन एक्जाम्पल जसलाई हामीले एउटा उदाहरण सेट गर्नुपर्नेछ र यो उदाहरण हामीबाटै सुरुवात गर्नुपर्नेछ। परिवर्तनको सुरुवात हामीबाटै हुन्छ र त्यो पहिलो जिम्मा चाहिँ गृह मन्त्रालयले लिन्छ। त्यही अनुसारमा हजुर सम्पूर्ण सचिवज्यूहरूलाई सेक्युरिटी फोर्सेसहरूलाई त्यही अनुसारमा अगाडि बढ्नुहुन्छ म हजुरहरूलाई सबैलाई हार्दिक अनुरोध गरेँ। अब हाम्रो धेरै जस्तो हजुरले देखिसक्नुभयो मलाई विभिन्न आरोप लाग्ने गरेका छन्, त्यो तपाईँलाई थाहा छँदैछ। विभिन्न कुराहरू हाम्रोमा मिडियाहरूमा आइरहेको हुन्छ। मिडियाहरूलाई पनि मिडिया साथीभाइहरूलाई पनि एकदम रेस्पोन्सिबल भइदिनु भनेर म एकदम आग्रह गरेँ हजुरहरूलाई, एकदमै आग्रह गरेँ। हजुरहरूको हातमा धेरै कुराहरू छ, मैले पहिला पनि भनेको थिएँ र अहिले पनि भन्ने गर्छु। तपाईँहरू रेस्पोन्सिबल भएर न्युजहरू बनाइदिनु भयो भने हाम्रो देशको विकास हुन धेरै समय लाग्दैन रहेछ। त्यही भएर मिडियाकर्मी साथीहरूलाई मेरो हार्दिक अनुरोध छ, म तपाईँसँग धेरै क्लोजली बसेको छु, हिँडेको छु। यो न्युजहरू बनाउँदाखेरि कसैको चरित्र हत्या गरेर टिआरपीको लागि बच्चाहरूले यस्तो नगरिदिनु म हजुरलाई एकदम मनैदेखि आग्रह गर्न चाहन्छु।